हेलो गाइज, आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी सुवान जाँदैछौँ। साकेला राईहरूको विशेष कार्यक्रम साकेला जाँदैछौँ हामी। साकेला जाँदैछौँ हामी। अहिले चाहिँ ठ्याक्कै स्टेसनमा आइपुगेको छौँ। अबको केही छिनपछि हाम्रो बस आउँदैछ, चढ्दैछौँ। यहाँनिर चाहिँ हाम्रो टोलीहरू रेडी भइसक्नु भएको छ। हिरा बहादुर मगर, सुरेन बान्तवा राई, नालिगेन, थाङबेन लिम्बू, उता तामाङ, यता याम हेर सुरेन त अनि साकेलाको सदस्य हुने। ल अब हामी यहाँबाट बस चढेर जाँदैछौँ है त गाइज। अबको हामी लगभग 1.5 घन्टामा चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्छौँ। त्यहाँ पुगेर अनि हामी त्यहाँको रमाइलो माहौलहरू, त्यहाँको साकेलामा आज के गर्छन्, साकेला कसरी मनाउँछन्, अनि त्यहाँको केही विशेष कुराहरू पनि देखाउनेछौँ। अनि आज यी सब कुराहरूलाई समेटेर चाहिँ आज हाम्रो विशेष भ्लग बनिँदैछ, साकेला स्पेसल। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला गाइज। यस्तै छ आजको हाम्रो ब्लग। लेट्स सी के हुन्छ अगाडिको। ल हामी चाहिँ अहिले गाडीबाट ओर्लेर यहाँनिर हाम्रो डेस्टिनेसनमा आइपुग्न लागिसकेका छौँ। साकेला भव्य तयारी हुँदैछ अनि गाइजहरू पनि सधैँ छौँ। हाम्रो ग्रुप ठुलो छ, हिँडिरहेछौँ। के छ त दाइ, अब गाडीको एक्सपिरियन्स कस्तो भयो त? रमाइलो 2 घन्टाको यात्रा रमाइलो भइरहेछ नि। घुम्न आएको, घुमेरै अब बसमा 2 घन्टा समय बिताइयो। ओहो कति राम्रो सिन, कति राम्रो सिन। हेरौँ त हेरौँ हेरौँ हेरौँ, यहाँनिर हेरौँ कति राम्रो सिन। हामी त कति राम्रो सिनमा हिँडिरहेछौँ है साथी हो। यहाँनिर 2 जना हिरोहरू पनि छन्। यहाँ ह्यान्डसेक गर्नुपर्ने हुन्छ हामीले चाहिँ। ल ल सरहरूलाई हाम्रो भिडियोमा नि स्वागत छ, स्वागत छ। तपाईँको भिडियोलाई मात्रै कति हेर्नु त, सबैले स्वागत छ। ल है साथी। ल माहौल यस्तो छ, फुलको यस्तो छ। साकेलाको यहाँ चाहिँ पुरै यहाँनिर साकेला नाच्ने हुँदैछ। ल हेरौँ हेरौँ, अलिकति यता छिर्नु पर्यो। ल यस्तो भिडभाड माहौलमा पनि म चाहिँ यहाँनिर पुरै भिडियो सेसन गरिरहेछु साथी हो। यहाँको रमाइलो माहौल भन्दा पनि यहाँको मैले तपाईँहरूलाई पारुआङ र सुङ्निमाको फोटो देखाउनु पर्ने हुन्छ स्पेसल। कहाँ छ भन्दाखेरि चाहिँ यहाँनिर छ आजको। ल पारुआङ सुङ्निमाको लागि चाहिँ यहाँनिर पूजा गरेको ठाउँ हो। यो चाहिँ यहाँनिर के छ हेरौँ। यो चाहिँ एकदम स्पेसल पुजारीहरूले चाहिँ यहाँनिर पूजा गरिसक्नु भएको छ। अनि यो चाहिँ के विशेष हो सब कुराहरू चाहिँ यहाँको धान नाच हेरौँ। अब यहाँ पुरै धान नाच हुँदैछ। धान नाच हेरौँ है त। ल पालाम सुरु हुन्छ, पालाम।
चलिरहेछ। यस्तो रमाइलो माहौल चलिरहेछ। हेरौँ अहिले चाहिँ हाम्रो खानपिनको बेला भइसकेको छ। खानपिनमा हाम्रो के आयो हेरौँ हेरौँ हेरौँ। के हो यहाँ त हाम्रो त लोकल जाँड खानेको कोदोको जाँड रोटी अनि हेरौँ पुलाउ अन्डा स्पेसल। ओहो जार ल्याउनु खाइ। यहाँनिर चाहिँ सागलाई स्पेसल खानपिनको लागि चाहिँ हो यो लाइन। यहाँनिर चाहिँ हामी अहिले यसो गरौँ न तपाईँहरू जेजु एकचोटि ड्रोन शट पनि देखाउँदैछौँ। कस्तो हुन्छ माथिबाट नि हेरौँ न त। अब यो क्यामेराले सबैतिर कैद गर्नु सकेन होइन। ल अब चाहिँ हामी रेडी भइसकेको छौँ फ्लाइटको लागि। लेट्स रेडी टु फ्लाइट। योभन्दा अरू सर्ट चाहिँ हामी फोनकै अब सर्टहरू हेरौँ होइन, क्लोजअप यति भन्दै अब आजको फेरि साकेलाको अरू भिडियोहरू हेरौँला, फेरि भेटौँ ल। अब चाहिँ हामी साकेलाको अन्तिम चरण बिन्दुमा आइसकेका छौँ र एकदम रमाइलो भयो, खानपिन भयो। अनि यहाँनिर चाहिँ यो रमाइलो माहौलमा चाहिँ धेरै कुराहरू देख्न पाइयो, हेर्न पाइयो। अनि नयाँ नयाँ साथीहरूसँग भेटघाट भयो। धेरैसँग हामी टिकटकमा मात्रै परिचित थियौँ, आज लाइभमा देख्न पाइयो उहाँहरू सबैलाई। परिचित अपरिचित जो हुनुहुन्छ होइन, अरू सबैजनाले बोलिदिनु भयो, खुसी लाग्यो। अझै हामी कोसँग भेट्छौँ देखाउनेछौँ। यहाँदेखि उता अब यहाँनिर पनि
ल साकेलाको प्रोग्राममा पनि मान्छे सक्यो हे। अब हामी पनि यहाँबाट जाँदैछौँ साथी हो। लेट्स सी, हेरौँ आजको भिडियो कस्तो भयो। सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि विशेष विशेष धन्यवाद तपाईँहरू सम्पूर्णलाई। अनि अब हामी पनि यहाँबाट बिदा हुँदैछौँ। आजको साकेला स्पेसल बवाल भयो, रमाइलो गरियो। अब हामी पनि लाग्यौँ। सो टेक केयर, बाई बाई, लभ यु सबैजनालाई, बाई बाई।